आजको भिडियोमा दिगो विकासका लक्ष्यहरूको बारेमा जानौँ है त। दिगो विकासका लक्ष्य जम्मा 17 वटा रहेका छन्। जम्मा 17 वटा लक्ष्य रहेका छन्। अब हेर्नुस् है, सुरुको लक्ष्य हो गरिबीको अन्त्य गर्ने। समाजमा जुन व्याप्त गरिबी छ त्यसको अन्त्य गर्ने। गरिबीको अन्त्य गर्ने, किनकि विकास तब मात्र सम्भव हुन्छ जब गरिबी के हुन्छ, न्यूनीकरण हुन्छ। गरिबी हट्छ हैन, त्यही भएर दिगो विकासको पहिलो लक्ष्य गरिबी हो भनेर याद गर्ने है। गरिबी। अब गरिबीको अन्त्य भएपछि आफै के हुन्छ, भोकमरी आफै हटेर जान्छ र 2 नम्बरमा के होला, भोकमरी होला। त्यसपछि स्वस्थ जीवनको सुनिश्चितता। यदि मान्छे गरिब पनि रहेन, भोकमरी पनि रहेन भने के हुन्छ, मान्छे स्वस्थ हुन्छ। यदि मान्छे स्वस्थ छ, गरिबी छैन, भोकमरी छैन, मान्छे स्वस्थ भयो भने मान्छे के जान्छ त, स्कुल जान्छ, आफ्नो बालबच्चालाई स्कुल पठाउँछ, विद्यालय पठाउँछ भनेपछि गुणस्तरीय शिक्षा दिगो विकासको चौथो लक्ष्य भयो है। अब शिक्षा पाएपछि मान्छेहरू के हुन्छन्, विभेद गर्दैनन्। जस्तो अब कुनै परिवार शिक्षित भयो हैन, शिक्षित परिवार छ भने छोरा र छोरीमा भिन्नता गर्दैन। सो लैङ्गिक समानता 5औं नम्बरमा आयो है। गरिबीको अन्त्य भयो, भोकमरी पनि हट्यो। गरिबी र भोकमरी हट्ने बित्तिकै व्यक्ति स्वस्थ भइहाल्यो। स्वस्थ व्यक्ति के गर्छ, विद्यालय जान्छ, आफ्नो बालबच्चालाई विद्यालय पठाउँछ, एजुकेसन लिन खोज्छ। एजुकेसन लिने बित्तिकै के आउँछ, समानता आउँछ भनेर यसरी पढ्ने है, कर्मश मिलाएर। यदि मान्छे अब लैङ्गिक रूपमा पनि मान्छेले समानता ल्यायो, आफ्नो कन्सेप्ट सुधार्यो भनेपछि चाहिँ अब शुद्ध पिउने पानी तथा सरसफाइमा पनि मान्छे के गर्ने भयो, ध्यान दिने भयो। किनकि यदि पानी शुद्ध भएन भने मान्छेहरू, पहिलेका मान्छेहरू कसरी झाडा पखाला लाग्थ्यो नि त। त्यस्तो विभिन्न त्यो सर्वारोगहरूबाट बस्नको लागि चाहिँ पिउने पानी तथा सरसफाइको पनि मान्छे के गर्ने भयो, सुरुवात गर्ने भयो, बानीमा सुधार्ने भयो। लैङ्गिक समानतापछि शुद्ध पिउने पानी भन्ने है। अब शुद्ध पिउने पानी त्यसपछि भइहाल्यो। अब पिउने पानी पनि शुद्ध छ भने पानीबाट के निकाल्न सकिन्छ, विद्युत निकाल्न सकिन्छ। विद्युत निकालेर के हुन्छ, मान्छेहरू पहिलेका मान्छेहरू मट्टी तेलले प्रयोग गरेर आगो बाल्थे, त्यो ल्याम्पहरू प्रयोग गर्थे नि। अब मान्छेले पिउने पानी पायो र जुन एक्स्ट्रा पानी छ त्यो पानीबाट मान्छेहरू के गर्न सक्छन्, ऊर्जा बनाउन सक्छन्, स्वच्छ ऊर्जा, लाइट निकाल्न सक्छन्। त्यसमा सबैको के हुन्छ, सहज पहुँच हुन्छ। यो लक्ष्य चाहिँ लक्ष्य नम्बर 7 मा रहेको छ। यदि ऊर्जा पनि भयो, पानी पनि भयो, शिक्षा पनि भयो, समानता पनि भयो, मान्छे स्वस्थ पनि छ भनेपछि यसरी के हुन्छ, समाजमा दिगो आर्थिक वृद्धि कायम गर्न सहयोग पुग्छ भनेर 8 नम्बरमा दिगो आर्थिक वृद्धि भनेर याद गर्ने। अब आर्थिक वृद्धिपछि के आउँछ, आर्थिक वृद्धि हुँदैछ भनेपछि आर्थिक वृद्धिको कारण उद्योग पूर्वाधारहरू पनि त हुन् नि त। सो आर्थिक वृद्धिको कारणहरू उद्योग पूर्वाधार र नवीनतम सिर्जना भनेर याद गर्ने है। 9 नम्बरमा चाहिँ उद्योग पूर्वाधार र नवीनतम सिर्जना। अर्थात् यसरी 9 नम्बरमा चाहिँ 9 भनेको आइएक्स हो नि। आइएक्समा कतिवटा डन्डाहरू छन्, एउटा यो डन्डा, यो 3वटा डन्डा भयो नि यसमा। यसरी याद गर्ने, 3वटा डन्डा छन्। आइएक्समा 3वटा डन्डा छन् र 3वटा यो उद्योग भनेको इन्डस्ट्री, पूर्वाधार भनेको के अरे इन्फ्रास्ट्रक्चर, नवीनतम सोच सिर्जना अर्थात् सोच भनेको इनोभेसन। 3वटा आइएक्स 9 नम्बरमा चाहिँ 3वटा आइएक्समा 3वटा डन्डाहरू छन् भनेर याद गर्ने। ती 3टै डन्डा आए भनेको चाहिँ यो इन्डस्ट्री, इन्फ्रास्ट्रक्चर र के अरे इनोभेसन भनेर याद गर्ने है। आइएक्स भन्ने बित्तिकै, 9 भन्ने बित्तिकै उद्योग पूर्वाधार र नवीनतम सिर्जना हो भनेर याद गर्ने। अब अर्को छ 10 नम्बर असमानताको न्यूनीकरण। 5 नम्बरमा लैङ्गिक समानता थियो नि। अब 10 नम्बरमा त्यही समानतालाई फेरि अर्को तरिकाले कसरी लेख्यो, 10 नम्बरमा 5 को डबल 10 मा चाहिँ असमानताको न्यूनीकरण। 5 मा समानता, लैङ्गिक समानता, 10 मा चाहिँ असमानताको न्यूनीकरण। यसो असमानताको न्यूनीकरण पछि अब हेर्नुस् त, दिगो सहर र समुदाय। उद्योग पूर्वाधार र नवीन सोचहरू पनि भयो, असमानताहरू पनि न्यूनीकरण भयो भने सहर के बन्छ त, कन्ट्री के बन्छ त, दिगो बन्छ। दिगो सहर, त्यहाँ के हुन्छ, सबै कुरा राम्रो राम्रो हुन्छ, सबैले भविष्यको लागि सोच्छन् र भविष्यकै लागि सोचेर काम गर्छन् भने त्यो के भयो, दिगो सहर र समुदाय। असमानता न्यूनीकरण हुने बित्तिकै दिगो सहर भयो भनेर याद गर्ने है 11 नम्बरमा। त्यसपछि जिम्मेवारपूर्ण उपभोग तथा उत्पादन। मान्छेहरू अब सबै कुरा राम्रो राम्रो हुँदैछ भनेपछि आफू के प्रयोग गर्दैछौँ, के उत्पादन गर्दैछौँ, कस्तो कुरा खाँदैछौँ भनेर त्यसमा के हुने भए, जिम्मेवार बोध गर्ने भए। सो 12 नम्बरमा चाहिँ जिम्मेवारपूर्ण उपभोग तथा उत्पादन भनेर याद गर्ने। अब 13 नम्बरमा जलवायु परिवर्तनमा तत्काल पहल। जलवायु परिवर्तनमा तत्काल पहल। अब उपभोग तथा उत्पादन पनि ठिक छ,
दिगो सहर समुदाय भइहाल्यो, सबै कुरा भइहाल्यो भने अब के भयो, जलवायु परिवर्तनमा तत्काल पहल। जस्तै कुनै बाढी पहिरो आउनेवाला छ, यस्तो के छ भने सबैजना एकजुट भएर के गर्ने भए, विपदबाट बच्नको लागि एकअर्कालाई सहयोग गर्ने भए। जस्तो रेड क्रसहरू छन्, स्काउटहरू छन्, यस्तो यस्तो संस्थाहरूले जसरी सहयोग गर्छन्, यस्तो संस्थाहरू कसरी बन्छन् त, यदि मान्छे जिम्मेवार भयो, आफ्नो सहर समुदाय दिगो बनाएको छ भने त्यसको लागि जोगाउनुको लागि के गर्ने भए, जलवायु परिवर्तनमा तत्काल पहल गर्ने भयो है। अब 14 नम्बरमा छ जलमुनिको जैविक विविधताको संरक्षण। 14 नम्बरमा जलमुनिको जैविक विविधताको संरक्षण, यो चाहिँ नेपालको सन्दर्भमा उपयुक्त छैन है। यो लक्ष्य चाहिँ नेपालले अवलम्बन गरेको छैन, किनकि नेपाल समुद्रभन्दा धेरै टाढा छ है। अब अर्को छ जलमाथिको जैविक विविधताको जमिनमाथिको जैविक विविधताको संरक्षण भनेको। त्यसपछि चाहिँ अब 14 नम्बरमा 15 नम्बरमा जमिनमाथिको जैविक विविधता भनेर याद गर्ने। 16 नम्बरमा छ शान्ति, न्याय र सशक्त सङ्गठन। 16को सबाट के गर्ने, याद गर्ने, शान्ति, न्याय र सशक्त सङ्गठन भनेर याद गर्ने। 16 शान्ति भनेर याद गर्ने, 16 शान्ति। र 17 नम्बरमा छ अन्तिम लक्ष्य प्राप्तिका लागि साझेदारी लक्ष्य प्राप्तिका लागि, सबै लक्ष्य प्राप्तिका लागि साझेदारी गर्ने भनेर 17 नम्बरमा छ भनेर याद गर्ने है। यहाँ 13 र 14 र 15 क्रमशः याद गर्ने, जलमुनि र जलमाथि, मुनि र माथि है। 14, 15मा मुनि र माथि। अन्य गरिबीको अन्त्य भइहाल्यो। गरिबीको अन्त्य हुने बित्तिकै भोकमरी अन्त्य भयो। भोकमरी अन्त्य हुने बित्तिकै मान्छेको जीवन के हुने भयो, स्वस्थ हुने भयो। अनि मान्छेहरू गुणस्तरीय शिक्षा लिन जाने भए। मान्छे यदि शिक्षित छ भनेपछि लैङ्गिक समानता कायम हुने भयो। लैङ्गिक समानता कायम हुने बित्तिकै अब मान्छेहरू पानीको लागि खोज्ने भयो, किनकि पानी जिउनको लागि अत्यावश्यक कुरा हो नि त। सो मान्छे पानीको लागि जाने भयो, पानी 6 नम्बरमा भयो। अब पानी पनि छ, पानी पिएर पनि पानी बच्छ भने मान्छे ऊर्जा, लाइट बाल्नको लागि स्वच्छ ऊर्जा तथा त्यसमा सहज पहुँचको लक्ष्य छ 7 नम्बरमा। अब ऊर्जा सहज पहुँच भएपछि, ऊर्जामा सहज पहुँच हुनु भनेको, लाइट बल्नु भनेको दिगो आर्थिक वृद्धिको एउटा सङ्केत हो भनेर याद गर्ने 8 नम्बरमा। 9 नम्बरमा चाहिँ 9 नम्बरलाई चाहिँ उद्योग, पूर्वाधार र नवीनतम सिर्जना छ, त्यसलाई इङ्ग्लिसमा इन्डस्ट्री के अरे इन्फ्रास्ट्रक्चर र इनोभेसन भनेर याद गरिन्छ। आइएक्समा 3 वटा डन्डा भए जस्तै 3I भनेर याद गर्ने है। अनि 10 नम्बरमा असमानताको न्यूनीकरण, लैङ्गिक समानता 5 नम्बरको, 5 नम्बरको डबल 10 हुन्छ। 10मा चाहिँ असमानताको न्यूनीकरण। त्यसपछि दिगो सहर र समुदाय, उपभोक्ता उत्पादनमा जिम्मेवारी। 13 नम्बरमा जलवायु परिवर्तनमा तत्काल पहल। 14 र 15 जलमुनि र जमिनमाथि भनेर याद गर्ने, मुनि र माथि भनेर याद गर्ने। 16 नम्बर 16को सबाट शान्ति, न्याय र सशक्त सङ्गठन। र 17 नम्बरमा छ लक्ष्य प्राप्तिका लागि साझेदारी। अन्तिम छ लक्ष्य प्राप्तिका लागि साझेदारी।